नमस्ते एभ्रिवान, के छ सन्चै आरामी हुनुहुन्छ गाइस। मैले चाहिँ तपाईँको रेस्टुरेन्ट स्टाइलमा चाहिँ बनाएको छु। हेर्नु होला रेसिपी कस्तो लाग्छ, के लाग्छ है। र घरमा सबैले बनाउन सक्नुहुन्छ, एकदमै मिठो हुन्छ। ल त गाइस, भिडियोलाई हेर्दै जानु होला। सो गाइस, यहाँ चाहिँ हामीले राइस चाहिँ होइन हल्का पानी हालेर तपाईँको ठिक्कैको मजाको बनाएको छौँ होइन, जस्तो फ्राई राइसको लागि हुन्छ त्यो टाइपको। अनि गाइस यहाँ है तपाईँको चिकन फ्राईहरू गर्दैछु होइन। ट्याक्कै तपाईँको एकदमै यहाँ चाहिँ अब बेटरमा मैले चाहिँ एग हालेको छु, हल्का मैदा कर्नफ्लावर अलिकति होइन, ओरेन्ज रेड कलरहरू हालेको छु हल्का होइन, अनि नमक अजिना मटर हल्का हालिदिएको छु होइन टेस्टको लागि। र हेर्दै जानु होला गाइस, एकदमै मिठो छ, मिठो रेसिपी छ है। र घरमा गाइस हामी चाहिँ बनाउनु तर्फपट्टि लाग्यौँ। र यसमा चाहिँ गाइस तपाईँको अन्डा तेल हालेर पहिला अन्डा हालेर फेरि चिकनलाई हल्का हामीले फ्राई गरेर त्यसपछि तपाईँको यो तपाईँको के छ यो सिमला मिर्च भयो, प्याज भयो है, र यो स्क्यालिङहरू छ, सबै मिक्सिङ गरेर हालिदिएको छु मैले है। चिकनहरू यहाँ काटेर एकदम सबै रेडी छ मेरो इन्ग्रिडियन्ट्सहरू टोटली होइन। यो अन्डा छ, अदरक लसुन पेस्ट छ गाइस। सो हेर्दै जानु होला, भिडियो एकदमै मजा आउनेछ। सो गाइस यहाँ हेर्नु सक्नुहुन्छ राइस चाहिँ हामीले होइन तपाईँको रेड चिल्ली सस हालिदिनुहोस् होला हल्का होइन, अजिना मटर हल्का, अझै तपाईँको मिर्ची पाउडर हालिदिएको छु मैले हल्का, एकदमै मिठो हुन्छ यसमा चाहिँ होइन। सो गाइस हेर्नु सक्नुहुन्छ यहाँ चाहिँ हामीले यो तरिकाले हामी बनाउँछ राइसमा है, र एकदमै मिठो हुन्छ यो चाहिँ। घरमा तपाईँहरू सम्पूर्णले बनाउन सक्नुहुन्छ। सो हेर्दै जानु होला भिडियो गाइस। सो गाइस फाइनली रेडी भइसकेको छ हाम्रो राइस चाहिँ। यो तरिकाले मैले बनाएको छु होइन, तपाईँहरू पनि सम्पूर्ण सबैजनाले यसरी बनाउन सक्नुहुन्छ। माथिबाट चाहिँ तपाईँको यसरी तपाईँको स्प्रिङ अनियन हालिदिनु पर्ने हुन्छ है, सोया सस, चिल्ली सस, रेड चिल्ली सस है, तपाईँको हल्का भिनेगर हालिदिएको छु मैले होइन, र इन्ग्रिडियन्ट्सहरू सब हालिदिएको छु गाइस। फाइनली रेडी भइसकेको छ। सो गाइस चिकन चिल्लीको लागि चाहिँ मैले यहाँ सबै इन्ग्रिडियन्ट्स रेडी गरिसकेको थिएँ र तपाईँलाई देखाइसकेको छु पहिला पनि, र एकदमै राम्रो भएको छ। यसरी बनाइरहेको छु मैले होइन, एकदमै मजा आउँछ गाइस। तपाईँहरू घरमा ट्राई गर्नु सक्नुहुन्छ। सो चिल्ली ग्रेभी मेरो फाइनली रेडी भइसकेको छ गाइस। यस्तो भइसकेको छ है, चिकन पनि क्युब कटिङ हालिदिएको छु मैले। सो फाइनली गाइस यो प्रकारको भएको छ है। र भिडियो कस्तो लाग्यो तपाईँहरूलाई, राम्रो लाग्यो